मेरो सामान्य गरेको त्यो त अनि यो काँडाका सिद्ध बालले काट्यो नि 5 जना काट्यो नि बिल्टीमा चोरलाई 5 जना काटेको काट्यो रात दिनको 2:30 बजे राति आयो नि चोर सुट पेट लाएर गाडी ल्याएर आयो त्यहाँ गाडी ल्याएर मधेसी गाडी ल्याएर ठ्याक्क आएपछि अब एकै सेट बुढी मात्रै त्यसको सम्पत्ति धेरै रहेछ र छोराबारी काममा गएका छोराबारी एक इन्जिनियर एक डाक्टर बुहारी डाक्टर छोरो इन्जिनियर त्यसै गरेर चाहिँ ठ्याक्क पहिला टेलिफोनको वायर काट्दैछ त्यो वासमा तल बसेका उनकी पनि कहाँ जा भने छ अरे किन जहाँ काटेर क्या गर्न गयो भने छ काट्दैछ वायर उहाँ गएर एक सानो घर काम गर्नेवाले घर त्यो रहेछ तिनले तल मुथेवाडी चिल्लाइ चोर 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 भनेर पछि चोर वासमा जाँदा दरवाजा बन्द गरेर भित्रबाट नुखोलले सबैले दरवाजा फुटायो अनि त्यो दिनमा त्यो मन्टा हन्टा काट्ने बनाएको खुकुरी धार लाएर राखेको गएर त्यो पठीबटालाले त्यो सिद्धबाजी पनि गएर त्यही खुकुरी तलबाट चुनेर कब्जा त्यो खुकुरी लिएर भित्र कच्चा घटिनलाई मार्यो यहाँ हान्यो अदमुल्याको भयो है कहीँ यहाँ हान्यो कहीँ त्यहाँ त्यसलाई एकदम 7 जनालाई एकैना 7 जनालाई घाइते बनाइदियो पछि आयो अब हस्पिटलमा गाडी आएर तिनलाई सबै लियो हस्पिटलमा आफू पछि त्यसलाई इन्भेस्टर त्योसँग त्यसलाई चौकीबाट एउटा प्रमाण मिल्यो क्या के प्रमाण त्यो लो हात मिलाएका इन्भेस्टरले अनि बहादुरका बहादुर इन्स्पेक्टरले अरे ऊपर से ठ्याक्कै मार नमाग्दा था साला भने अहिले त्यो तिनले त्यहाँ सर्टिफिकेट पुलिसको सर्टिफिकेट पाएको हुनाले त्यसलाई पुलिस दिन्छ भनेको उनले पुलिसमा बस्दैन भनिदियो ठुलो कम्पनीमा त्यो जुमदार छ अहिले इन्डियामा त पुलिस त धेरै राम्रो हुन्छ है त्यहाँ राम्रो हुन आँटो पनि चोर पुलिस पनि पैसा खान्छ घुस खान्छ पुरै इन्डियामा के हुन्छ हजुर त्यो हामी विदेशी छ नि चोरी गर्यो कहीँ त्यो ड्युटीमा के गर्यो भने त्यसलाई यस्तो पिट्छन् कि पत्ता छोड्नुहोस् भिन्ना लिएर पुलिसले त्यस्तो चोर फटा हुन्छ है त्यहाँ पनि नेपालको भन्दा कडा भित्र लिएर पिट्छन् भित्र लिएर बाँधेर खुट्टा बाटेर यो यहाँ बाटे मात्रै हान्ने तिनीहरू अनि अब आफ्नो मान्छे व्यापार त्यहाँ अलिक कम गर्छ फेरि भैयालाई त जस्तै पिट्छन् मधेसीलाई यस्तो पालेकोलाई हानिहाल्ने तिनीलाई त झन् पिट्छन् नेपालीलाई अलिकता दया गर्छन् नेपालीले फेरि हात पनि छोड्छ नि फेरि नेपालीले हात पनि छोड्छन् अलिक दया पनि गर्छन् एउटा यो त्यो छ नि त्यहाँको त्यो इन्सपेक्टर भनौँ न तिनले क्या भन्छ भने एक नेपालीलाई काटिदिएछ त्यहाँ कैसा काटा भनेछ चौकीमा लिएर त्यसलाई अरे काटा त भन्ने काट दिया त क्या करने का है मेरे को घर से आया 4-5 जन काट दिया मैं क्या करूँ जेल हाले हालेन बुवा त्यसलाई अब इन्भेस्टरले भन्छ कसरी कैसा काटा भन्छ खोक्री समालले झट्टै इन्भेस्टरलाई काटिदियो ऐसा काटा भनेर ऐसा काटा नेपाली बहादुर त भइगयो ऐसा काटा अब जा करने का करो इन्भेस्टरलाई काटिहाल्दियो अब बाँचेर अब पछि जेलमा त बस्यो है जेलमा कति वर्ष जति बस्यो होला कति वर्ष त्यो थाहा छैन मतलब इन्भेस्टरलाई काट्यो तपाईँ चाहिँ इन्डियामा कति वर्ष बस्नुभयो मैले त काटेको इन्डियामा 20-21 वर्षसम्म 20-21 वर्ष तपाईँ चाहिँ इन्डियामा बस्नुभयो कि भएन तपाईँ कति वर्ष अनि के गर्नुहुन्थ्यो तपाईँहरू त्यहाँ वाचम्यान भन्नाले के गर्नुपर्ने वाचम्यानले भन्नु नि सबै अनि त्यो बिल्डिङमा एक सिममा कसैमा त 2 जना गेटमा राखेका हुन्छ कसैमा 15-16 जना हुन्छ अनि कुनै त यस्तो भन्छ नि बुवा कस्तो भनेदेखि गाडी धुने रे 5-6 ड्युटी भयो होइन ड्युटी अब 8 घन्टा ड्युटी भयो कहीँ 12 घन्टा ड्युटी भयो बिहान 7 बजे छोड्नुपर्छ अहिले कसैले 7 बजे बसेर बिहान 7 बजे छोड्नुपर्छ अनि कसको 8 घन्टा भयो 10 बजे बसेर 6 बजे छोड्नुपर्छ त्यो भएपछि त्यो ड्युटीबाट छुट्यो अनि गाडी धुने भयो अनि अब भाजी पालो कसले त्यस्तो गरेर अब कमसेकम महिनामा 20-25 हजार कमाउँछन् क्या आइसी 20-25 हजार त्यो 40,000 कमाउँछन्
त्यो गाडी धुने जसको जुन सेटको आयो त्यसको गाडी धोइदिने कि कस्तो हो होइन त्यो महिनावारीमा सबै सोसाइटीका गाडी हुन्छ नि त्यो कम्पानीभित्र भेला भएर राखेको हुन्छ नि गाडी त्यो कम्पानीभित्र अब धुनु ए, पर्यो यो गाउँको मान्छेहरू तलको त्यो गएको छ नि त्यो खड्का हो कि के हो त्यो एउटा अनि म त 5वटा गाडी धोएपछि 300 को दरले पाउँछ भन्छन् अनि के खान्छ त के बस्छ त फेरि होइन अब त्यस्तो हुन्छ महिनाको 300 पनि पाइन्छ गाडीको महिनाको 500 पनि पाइन्छ होटलमा काम गर्दैछ त्यस्तो गर्छ अनि त्यो हुन्छ नि त्यहाँ गएर अनि गेटमा पाले काम गर्ने चाहिँ कहाँनिर बस्नुपर्छ हामी इन्डियामा जस्तै हजुरको त्यो बनाएको छैन त्यस्तै गेटमा बनाएर आउँछ नि गेटमा बाहिरै बस्ने अनि भित्र भित्र कम्पानीभित्र बाहिर यो गेट भयो होइन हजुर गेट छ नि त यहाँबाट गाडी पार्किङ जाने भयो भित्र जाने हो एउटा सानो गेट हुन्छ त्यो गेटबाट मान्छे बाहिर आउने भयो अनि त्यो गेटमा बस्ने भयो त्यो गेटमा रातभरि बस्ने भयो कुर्ती दिन्छ दिन्न कुर्ती कुर्सी दिन्छ सबैतिर फर्स्ट लेट अनि सिसी क्यामेरा पुरै दिन्छ होला राखेको हुन्छ होला सिसी क्यामेरा अहिले भयो त पहिला कहाँ सिसी क्यामेरा छ अहिले लगाएको हुन्छ सिसी क्यामेरा पहिला त सिसी क्यामेरा के लगाएको हुँदैन अनि रातभरि त्यहाँ ड्युटी गर्ने मेरो ड्युटीमा एक बिहान 5 बजे चोरी भयो के चोरी भयो केटाको दोकान चाहिँ भइहाल्यो 5 बजे चोरी भयो अनि 5 बजेदेखिलाई सजाउन लागेको भन्नु न लागिरहन्छन् 5 बजे चोरी भयो चोरी भएपछि म 5 बजे म भित्र गएको बाहिर त्यो दोकान फोटाको थाहै पाएन कस्तो के थियो दोकानमा चाहिँ दोकानमा त्यो सब दोकान भने त अब कति कति सामान हो करोडको सामान हुने क्या त्यो रासन पानी हरेक किसिमहरू हुन्छ क्या त्यो अनि पछि आयो सेट अरे तँ किधर गया था चोरी हो गया मैंने 5 बजेसम्म चोरी भएको छैन यार 5 बजे म भित्र गाडी हुन आयो हिन्दीमा कसरी भन्नु न हिंदी में बंदे मैले देखो 5 बजे से मैं ड्यूटी करता था 5 बजे के बाद मैं अंदर गया अंदर गया तो मैं गाड़ी धोने को लगा भनेर भन्दै के भने 5 बजे चोरी होता है ये 2 बजे 3 बजे चोरी त्यो तपाईले भन्ने चाहिँ सेट हो कि त्यहाँको त्यो कमान्डर सेट ने चोरी भयो उसले भन्यो सेट चाहिँ मुसलमान हो कि कस्तो हो मारवाडी हो मारवाडी त राम्रो हुन्छ भन्छ नि भनेपछि अब तू गाड़ी क्यों धोता है अंदर बने अरे पेट बड़ा है क्या करेगा तुम्हारा ये ड्यूटी पगार से थोड़ी होता है 3000 4000 में गाड़ी नहीं देगा तो परिवार कैसा पालेगा भनिदिया पछि अब जब पुलिस बोलाता हो बोलाओ पुलिस बोलाओ कुछ अनि के गरे तपाईलाई भन्नु भनेपछि पुलिस आएपछि मैले भने किधर गया था तुम आपका गाड़ी 5 बजे इधर से निकला था ना आपको देखा था ना मैं पुलिस में उति बेला उही पुलिस आयो मलाई पकड्नु त्यही पुलिस आयो जो रातिको ड्युटी हुन्छ तिनीहरूको आपका गाड़ी पुलिस का गाड़ी इधर गया मैं इधर था कि नहीं ये बोलता है 2 बजे 3 बजे चोरी हो गया 5 बजे के बाद तो मैं अंदर गया ड्यूटी मेरा 5 बजे का तक का है 5 बजे छोड़ दिया मेरे को मतलब नहीं सेट फिर इसको काय करे डांटता है तो के भन्छ त सेटले अनि सेट लाई भने काय करे डांटता है फिर तू खुद का इधर ड्यूटी करने वाला रख ना दुकान में सोसाइटी का आदमी है सोसाइटी का आदमी बन दिया बस लो गाड़ी मत धोना दो मेरा 7 बजे तक इधर ड्यूटी करना 2 घंटा और बड़ा मैं तेरे को पगार में इधर का गाड़ी का पगार मैं दे दूंगा त्यसो गाडी मलाई के मतलब हो निकाले अर्को ठाउँ पाइन्छ निकाले अर्को ठाउँ पाइन्छ हैन भने अब तेरो मेरो गाडीको पगार दिएपछि म बाहिर गाडी किन दुने भए मेरो गाडीको पैसा ल्याऊ गाड़ी का पैसा दे दो मैं आपका ड्यूटी करूंगा ठीक है वीरेंद्रलाई बाहिर ड्यूटी 7 बजे ड्यूटी गर्न लाग्यो अनि उसले ठ्याक्क बाहिर 2000 रुपैयाँ पगार दिन्छ निस्क्यो अनि तपाईँ निस्केर कहाँ निस्किने त्यसरी सुसाइडलाई एक्लैलाई निकालेर पाउँदैन क्या पाउँदैन है सोसाइटीमा 100 जनाको सोसाइटी हुन्छ त्यो 100 जनाले त्यो भरेको हुन्छ पैसा ए पैसा अर्कोले दिएको अर्कोले दिएको हुन्छ सबैले त्यो सोसाइटीमा महिनामा भरेको हुन्छ त्यो ब्याङ्कमा सोसाइटीले वासनको पगार झेडवालाको पगार वासनको पगार पानी का बिल भयो अनि लाइट का बिल भयो सोसाइटीका त्यो सबै जम्मा गरेर महिनामा तिर्नुपर्छ वहीँबाट त्यो गरेर लिन्छ अनि तपाईलाई राख्यो पुलिसले के गर्यो त्यसलाई भन्नु न पुलिसले उनले अब भन्यो पुलिस जाऊ तुम आफ्नो काम गरौ भन्यो पुलिस पनि फेरि कडा हुन्छ नि इन्डियाको कडा पनि आफ्नो गल्ती भएन अब सच्ची बोल्नु पर्यो झुटा बोल्नु भएन झुटा बोल्यो भने खुट्टा खायो हानिहाल्छ हानिहाल्छ नबोल्छ अब ठानामा पनि लान्छ थानामा लिन्छ थानामा हाम्रो जस्तो ठानामा लगाइसकेपछि पिट्ने त गर्दैन नि थानामा पिट्ने हो त अनि घरमा त्यहाँ कहाँ पिट्छ त मधेसीले पनि पिट्छ लौ
थानामा ल्यायो थानामा ल्याएपछि पछि पिट्ने हो त वहीँ भित्र पिट्ने हो पिट्नेवाला अलग बसिरहन्छ हाम्रै जस्तो यहाँ यो बाहिरका मान्छेले पिट्दैन बाहिर मान्छेले बुझायो अनि उहाँ पिट्ने हो कि कारबाही गर्ने हो के गर्ने हो उसले गर्छ